2 बिघा जमिनमा टमाटर खेती गरेका किसान नारायण जोशीलाई टमाटर टिप्न भ्याइ नभ्याइ छ। तरकारी खेतीबाटै वार्षिक 20 लाख आमदानी गर्ने गरेका नारायणको कृषि फर्म कैलालीको जानकी गाउँपालिका वडा नम्बर 5 पहाडीपुरमा रहेको छ। यस वर्ष टमाटर खेती राम्रो भएपछि नारायण खुसी छन्। भएको अहिले अब हार्भेस्टिङ 5-6 लट हार्भेस्टिङ भयो। यसको बिउ चाहिँ एकदम राम्रो भेराइटी वेस्ट बङ्गालबाट हामीले मगाएको। यो चाहिँ यता पाउँदा पनि पाउँदैन प्राय हैन। यो 1286 भन्ने टमाटर हो, लामो दानामा छ, एकदमै राम्रो फलेछ। यो पोहोर साल पनि हामीले यही लगाएको थियौँ, अहिले पनि यही लगाएको छौँ। तपाईँको पर बोट लगभग 10 केजीसम्म पनि हार्भेस्टिङ छ। यो त्यही छ। तपाईको अब यो 2 बिघामा लगाउनु हो? हजुर, 2 बिघामा लगाएको छौँ। हामीले प्लान्टको कुरा गर्दाखेरि हामीसँग 10,700 बुटा छन् टमाटरको अहिले हाम्रो फिल्डमा। गत वर्ष हामीले 800 क्विन्टल बजार पठाएको थियौँ। यो पनि त्यही हाराहारीमा जान्छ। अब अहिले सुरुवाती फेज छ। यसबाट हामीले भर्खरै अहिले 7-8 चोटि मात्रै हार्भेस्टिङ गरेछौँ। त्यही भएर लास्टसम्म त्यति पुगिहाल्ला भन्ने हाम्रो आशा छ। स्वदेशमै बसेर केही गर्न सकिँदैन भन्नेहरूका लागि नारायण उदाहरण हुन्। विदेश छोडेर माटोसँग खेलेर मनज्ञ आमदानी नारायणले तरकारी खेतीबाट गरिरहेका छन्। विदेश होइन, स्वदेशमै बस्नुपर्छ भन्ने गतिलो सन्देश नारायण जोशीले दिएका छन्।